सपोर्ट दिनुहोला भन्दै अनि आज चाहिँ दिउँसोभरि सुतेरै बस्यौँ। आज चाहिँ शनिबार हो नि त, किनकि अनि भाउजूको मतलब दाइको जेठा दाइको छोराको पनि बिदा छुट्टी थियो। अनि त्यही भएर बिहान पनि ढिलै उठेको अनि भात सात खाएर नुहाइधुवाइ गरेर अनि फेरि सुत्न पनि अनि हामी फेरि सुत्यौँ क्या। दिनभरि चाहिँ भ्लग बनाएनौँ, कहीँ जाने नै थिएन अनि कहीँ जाने जस्तो वातावरण नै थिएन। दिउँसो भइसक्यो नि त, 2 दिन पानी पऱ्यो नि त, अनि त्यसै कारणले हामी कहीँ पनि जाने जस्तै थिएन। अनि त्यही भएर दिनभरि सुत्यौँ, खाजा बनायौँ, खायौँ अनि भाइ देवरलाई र दाइलाई पनि दियौँ खाजा। अनि खाजा खाएर फेरि बस्यौँ अनि दिनभरि त केही नै गरेनौँ क्या। अनि सो अहिले चाहिँ हामी फ्रेस भएर अनि यसो टिकटक सिकटक बनाऊँ, बाहिर निक्लौँ भनेर बाहिर निक्लेको। अनि भाँडा पनि टन्नै धुनु छ हाम्रो चाहिँ, त्यता एकदम फोहोर न फोहोर छ। अनि यता चाहिँ टोइलेट हो। अनि यो चाहिँ मेरो दाइको छोरा हो भदा। आरब हेलो एभ्रिवान भन, हेलो भन, हेलो भन, यतापट्टि बसेर हेलो भन न, यतापट्टि हेलो भन। मेरो नाम आरब तामाङ हो भन, मेरो नाम आरब तामाङ हो भन्दैन हो। अनि यस्तै छ। अनि आज चाहिँ दिनभरि हामीले केही पनि गरेनौँ अनि त्यही भएर यत्तिकै बसिरहेछौँ। अनि मेरो भोइस त राम्रो आएन होला, फर्स्ट भ्लग हो, सबैजनाले हेर्नु होला। अनि हामी चाहिँ यतिखेर अब हामी चाहिँ तरकारी लिन जान्छौँ होला, सायद तरकारी लिन गएको भिडियो बनाउने छौँ। सबैजनाले हेर्दै जानु होला, मेरो फर्स्ट भ्लग हो, सबैजनाले हेर्नु होला है साथीहरू। ल साथीहरू, अब हामी चाहिँ तरकारी किन्न जान लागेको। मेरो भिडियो क्वालिटी राम्रो आएको छैन होला, बेलुका भइसक्यो, मोबाइलको भिडियो क्वालिटी राम्रो आउँदैन। सबैजनाले हेर्नु होला, हामी तरकारी किन्न जान्छौँ भने के तरकारी लिएर आउँछौँ भनेर सबैजनाले हेर्नु होला। स्टे ट्युन गाइज। यो चाहिँ यसरी हिँडिरहेको छ, सबैजनाले हेर्नु होला। यस्तो छ हामी जाने, कस्तो खतरा झिलमिल देखायो यार, हेर्नु न है पारी क्या। यो चाहिँ हाम्रो आरब हो। आरब चाहिँ बेलुका अँध्यारो भयो भने धोती जस्तो देख्छ। भाइ भाइ हो एक्सन देखाउँदैछ। तर बगुवा बनिया जैन हौ भाइ, अँध्यारो भएपछि त्यस्तो देख्छ के। ओइ गाडी आयो पछाडिबाट, बाइक आयो आएपछि म त डराउँछु। यस्तो छ तर बगुवा बनिया जैन हौ। यसरी हिँड्छन् मान्छेहरू। त्यसपछि त्यस्तो हो। सो हामी चाहिँ जान लागेको छौँ तरकारी किन्न। चाहिँ यसरी हिँडिरहेको छ, सबैजनाले हेर्नु होला। सो यस्तो बजार छ हाम्रो चाहिँ, सानो हो यो चाहिँ, चुनदेवी बजार हो क्या, सिर्जना चोक। यस्तो छ हाम्रो भाउजू चाहिँ यस्तो राम्री छ। हाम्रो आरब चाहिँ यस्तो हो, घरिघरि त्यसलाई बाइकले हान्न खोज्छ, त्यही भएर समातले नहिँडिकन हुँदैन। यता चाहिँ छ माउन्ट हस्पिटल, यता चाहिँ छ बुङ्गुरको मासु पसल, यता चाहिँ छ काठ छाप्ने। ओइ भाउजू नि उज्यालोमा त क्या खत्री देख्दो रहेछ, कस्तो खत्री देख्दो रहेछ। इधर देखाने का है। अँध्यारोमा त मेरो अनुहार कस्तो देख्छ, देख्दैन है अनुहार। अँध्यारोमा मेरो अनुहार देख्दैन साथीहरू, किनकि म एकदम राम्री छु नि त, ब्युटिफुल। छुट्ट पिरीमा मेरो छुट्ट पिरीमा तेरै कारण बन्धनमा थिएँ म, अब फेरिमा तेरै कारण बन्धनमा थिएँ म, अब फेरिमा। छिटाउन रे। यिनीहरूको आम छोरा चाहिँ यस्तो हो, मेरो चाहिँ यहाँ। म चाहिँ अब खान्छु, सबैजनाले हेर्नु होला है। कस्तो किरा जस्तो हो है, किरा जस्तो है यस्तो, हेर्नु न। के तपाईँलाई के किरा जस्तो लाग्छ भाउजू? मिठो चाहिँ मिठो है। यसको चाहिँ मात्र 10 रुपियाँ।
मेरो चाहिँ लुगा मिलाउँदा मिलाउँदै यत्रो टाइम भयो। त्यहाँ चाहिँ मुसु मुसु हाँसिरहेछन्। मेरो चाहिँ यत्रो टाइम भयो लुगा मिलाउँदा मिलाउँदै। माथि 2 बाटा मिलाएर राखिसकेँ, 2 प्याकेट। अब म दराजमा हाल्दैछु। सबैजनाले हेर्नुहोला। अहिले चाहिँ राति भइसक्यो अनि यसो भदै चाहिँ यसरी सुतेको छ। हामी चाहिँ यसरी सुत्छौँ। अनि यहाँ चाहिँ यस्तो छ हाम्रो चाहिँ रुम। अब यहाँ चाहिँ चुकुल लाउनुहुन्छ अनि भाउजूले त्यो लाउनुहुन्छ। अनि यो हुन्छ हाम्रो चाहिँ त्यहाँ फोहोर राति बाहिर झिक्नु हुँदैन भने झिकेको छैन। अनि कोठा चाहिँ यसरी सफा गरिसक्यौँ। अनि मेरो बेड देख्नुहुन्छ। मेरो बेड चाहिँ मैले यो ओढ्ने चाहिँ मिलाएको हो क्या, ओढ्ने चाहिँ मिलाएको हो। अनि मेरो बेड चाहिँ यस्तो हो। अनि यसरी सुत्छौँ हामी चाहिँ। अनि मेरो दराज चाहिँ यसरी छ। लुगा चाहिँ मैले अघि भर मिलाउँछु भनेर तपाईँहरूलाई लुगा मिलाएको देखाएको थिएँ। लुगा चाहिँ यसरी भत्रगोल गरेर राखेको छ, किनकि भएन नि त, देवर बाबु दिनभरि काम गर्नुहुन्छ अनि भात चाँडै खामै भाउजू भन्नुहुन्छ। अनि त्यही भएर यसरी राखेको छु लुगाहरू चाहिँ। अनि लुगामाथि चाहिँ फेरि यो चाहिँ जाडो महिनाको लुगा है, त्यो चाहिँ जाडो महिनाको लुगा। अनि यसरी कोठाहरू यस्तो छ। मेरो चाहिँ कोठाहरू यस्तो छ, यस्तो छ। सबैजनाले हेर्नु होला। अनि यस्तो छ, यता पनि लुगा यो चाहिँ त्यो चाहिँ भाइको ब्याग हो। यो चाहिँ मेरै छोराको ब्याग हो पुरानो। अनि सो यतिन्जेल भ्लग हेरिदिनु भएकोमा मेरो भ्लग धेरै लामो त भएन, अनि छोटै छ छन त, छोटै भयो। अनि सो यतिन्जेल भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। फेरि नयाँ भ्लग लिएर आउनेछु भन्दै आजलाई छुट्टिन्छु। हस्त नमस्ते, बाई बाई एभ्रिवान। स्वस्थ व्यस्त रहनुहोला। अनि भोलिको भ्लग, आजको भ्लग नछुटाइकन सबैले हेर्नुहोला भन्दै स्टे ट्युन गाइज, बाई बाई।